फुटबल समर्थकहरूका लागि 2026 को फिफा विश्वकपले उत्साह, जिज्ञासा र खुसी सहित निराशा पनि लिएर आउनेछ, किनकि करिब 2 दशकदेखिका अल टाइम बेस्ट राइभल लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आफ्नो करियरको सम्भवतः अन्तिम विश्वकप खेल्दैछन्। उनीहरूलाई फेरि यस्तो ठूलो मञ्चमा देख्न नपाइने कुरा विश्वभरका फुटबल समर्थकहरूका लागि निराशकै विषय हुनेछ। यी दुई खेलाडीले 20 वर्षसम्म फुटबल जगतमा दबदबा कायम गरे, दर्शकलाई मनोरञ्जन दिए। उनीहरू अझै खेलाडीकै रूपमा समाचारका हेडलाइनमा छाइरहेका छन्। मेस्सी भन्दा रोनाल्डोका लागि यो विश्वकप धेरै महत्त्वपूर्ण छ, किनकि मेस्सीले 2022 मै विश्वकप ट्रफी उचाल्ने सपना पूरा गरिसकेका छन्। दुई खेलाडी मध्ये को सर्वकालीन महान खेलाडी भन्ने डिबेटका बीच रोनाल्डोका धेरै फ्यानहरू चाहन्छन् पोर्चुगलले मेस्सीकै टिम अर्जेन्टिनालाई हराएर विश्वकप उपाधि उचालोस्। तर के यो सम्भव छ? विश्वकप 2026 मा मेस्सी र रोनाल्डोलाई एक अर्का विरुद्ध खेलेको देख्न पाइन्छ। धेरै समर्थकहरूमा यस्तो जिज्ञासा छ। लियोनल मेस्सीले सन् 2022 मा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताएपछि उनको करियर लगभग शिखरमा पुग्यो। तैपनि मेस्सी र लामो समयका प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डो दुवै अझै पनि इतिहास रच्ने लक्ष्य सहित यो वर्ष नर्थ अमेरिकामा हुने फिफा विश्वकपको तयारीमा छन्। यो उनीहरूका लागि लास्ट डान्स हुने चर्चा छ। यी दुवै खेलाडी सम्भवतः 6 वटा अलग अलग विश्वकप खेल्ने पहिलो खेलाडी बन्नेछन्। यसले उनीहरूको 2 दशक लामो अन्तर्राष्ट्रिय यात्रालाई अझ ऐतिहासिक बनाउनेछ। मेस्सी र रोनाल्डो दुवै अहिले फुटबल मैदान भन्दा धेरै बाहिर पनि विश्वका सबैभन्दा पहिचान भएका व्यक्तिहरू मध्ये पर्छन्। उमेरका हिसाबले उनीहरू रिटायरमेन्ट नजिक पुगेका छन्। मेस्सीले कतारमा अर्जेन्टिनालाई वर्ल्ड कप जिताएपछि आफ्नो करियर लगभग पूर्ण भए जस्तो संकेत गरेका थिए। यसले गर्दा उनले अब अगाडि खेलिरहनुको ठूलो अर्थ नरहे जस्तो भावना व्यक्त गरेको बुझिएको थियो। मेस्सीले विश्वकप ट्रफी आफ्नो सिनियर अन्तर्राष्ट्रिय करियरको पहिलो 16 वर्षमा धेरै पीडापछि प्राप्त गरेका हुन्। अर्जेन्टिनाले 3 पटक कोपा अमेरिका फाइनल र 1 पटक विश्वकप फाइनल गुमायो। यसबीचमा निराश भएर उनले अन्तर्राष्ट्रिय करियर टुङ्ग्याउने घोषणा समेत गरेका थिए। यद्यपि पछि उनी ब्याक भए। अन्ततः कप्तानको नेतृत्वमा उनले उपाधि जित्न सफल भए। देशका लागि उनले 2 कोपा अमेरिका र 1 फाइनलिसीमा पनि जिते। वास्तवमा भने अझै धेरै कुरा बाँकी छ जस्तो लाग्छ। मेस्सी त्यतिबेला युरोपेली टिम पेरिस सेन्ट जर्मेनमा थिए। विश्वकपको 6 महिनापछि उनी अमेरिकाको मेजर लिग सकर MLS तिर गए। त्यहाँ उनी इङ्ग्लिस फुटबल टोलीका पूर्व कप्तान डेभिड ब्याकम सहमालिक रहेको क्लब इन्टर मियामीका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। मियामीले गत वर्ष पहिलो पटक MLS कप पनि जितेको छ। मेस्सीले आफू जानु अघि सधैँ लिगको पुछारमा रहने टिमलाई च्याम्पियन बनाइदिएका छन्। मियामीका लागि पछिल्लो खेलमा 2 गोल र 1 असिस्ट गरेर उनले विश्वकप अघि आफ्नो फर्म देखाएका छन्। मेस्सी अझै पनि अर्जेन्टिनाका लागि अत्यन्त महत्त्वपूर्ण खेलाडी हुन्। उनलाई खेलाडीसँगै एक कुशल लिडर पनि मानिन्छ। सन् 2006 मा 18 वर्षको उमेरमा उनले पहिलो पटक विश्वकप खेलेका थिए। त्यहाँ उनले सर्बिया एन्ड मेन्टेनेग्रो विरुद्ध 6-0 को शानदार जितमा गोल समेत गरेका थिए। त्यसपछि उनले आफूलाई बारम्बार प्रमाणित गर्दै गए। कतिपयले सोचे जस्तो अन्त्य होइन, अझै नयाँ अध्यायहरू लेखिरहे। सन् 2026 को विश्वकपमा पनि मेस्सी देखिनेछन् र यो अन्तिम पटक हुने सम्भावना ज्यादै छ। उनको टिमले अल्जेरिया र अस्ट्रिया विरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ। त्यसपछि डलासमा जोर्डन विरुद्धको खेल हुनेछ। यो खेल मेस्सीको 39औं जन्मदिनको 3 दिनपछि हुने तय छ। उनी क्रिस्टियानो रोनाल्डो भन्दा केही वर्ष कान्छा भए पनि 41 वर्षीय पोर्चुगिज स्टारले आफ्नो अन्तर्राष्ट्रिय करियरलाई अझै जारी राख्ने दृढता देखाइरहेका छन्। उनको उद्देश्य भनेको अन्ततः सबैभन्दा ठूलो उपाधि जित्ने सपना पूरा गर्नु हो। यद्यपि सन् 2022 मा मेस्सीको टिम च्याम्पियन बनेपछि विश्वकप जित्नु आफ्नो सपना होइन भनिदिएको अभिव्यक्तिलाई लिएर बेलाबखत रोनाल्डो ट्रोल हुने गरेका छन्। पोर्चुगलले घरेलु मैदानमा युरो 2004 को फाइनल हार्दा रोनाल्डो किशोर अवस्थामै थिए। तर पछि उनले कप्तानी गर्दै पोर्चुगललाई 2016 को युरो उपाधि जिताएर त्यो पीडा केही हदसम्म पूर्ति गरे। तर विश्वकप भने अझै कठिन साबित भयो, खास गरी 2006 मा सेमिफाइनलसम्म पुगेपछि। त्यसपछि पोर्चुगलले विश्वकप नकआउट चरणमा एकमात्र जित निकाल्न सकेको छ। सन् 2022 मा स्विजरल्यान्ड विरुद्ध पोर्चुगलले 6-1 को शानदार जित निकाल्दा रोनाल्डोलाई बेन्चमा राखिएको थियो। युरोपेली च्याम्पियनसिप र नेसन्स लिग जिते पनि रोनाल्डोले विश्वकपमा निरन्तर निराश मात्र भोगेका छन्।
अझ रोचक कुरा त उनले विश्वकपको नकआउट चरणमा अहिलेसम्म न त गोल गरेका छन् न त असिस्ट नै गर्न सकेका छन्। रोनाल्डोको पहिलो जर्मनी वर्ल्ड कपमा पोर्चुगलले सेमिफाइनलसम्म पुगेर राम्रो सुरुवात गरे पनि त्यसपछि यात्रा कठिन बन्दै गएको देखिन्छ। 2010 र 2018मा राउन्ड अफ 16मै हार बेहोर्नु पर्यो। 2014को ब्राजिल वर्ल्ड कपमा समूह चरणबाटै बाहिरिनु पर्यो। पोर्चुगलले सन् 2022को कतार विश्वकपमा क्वार्टर फाइनलसम्मको यात्रा तय गरे पनि नकआउट चरणमा रोनाल्डोलाई बेन्चमा राखिएको थियो। वैकल्पिक खेलाडीको रूपमा मैदान आए पनि उनले टोलीलाई पछि परेको स्थितिबाट फर्काउन सकेनन्। अन्ततः उनलाई अप्रत्याशित रूपमा मोरक्कोले घर फर्काइदियो। रोबर्टो मार्टिनेज पोर्चुगलको हेड कोच बनेपछि रोनाल्डोलाई फेरि पहिलो रोजाइको स्ट्राइकरका रूपमा पुनर्स्थापित गरिएको छ। उनी अझै पनि त्यही भूमिकामा छन्। क्रिस्टियानो रोनाल्डो पुरुष अन्तर्राष्ट्रिय फुटबल इतिहासकै सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन्, 226 अन्तर्राष्ट्रिय क्यापसहित। पोर्चुगल अहिले कोलम्बिया, उज्बेकिस्तान र DR कङ्गोसँगको समूहमा छ। तुलना गर्ने हो भने पोर्चुगलले यी टोलीलाई सजिलै जित्नुपर्ने हो, किनकि पोर्चुगलको स्क्वाड प्रभावशाली खेलाडीहरूले भरिएको छ। तर रोनाल्डोले खेललाई होल्डब्याक गरिरहेको हो कि भन्ने प्रश्नहरू पनि उठिरहेका छन्। व्यक्तिगत रूपमा रोनाल्डोले वर्ल्ड कप गोलको संख्या थप्ने लक्ष्य राख्छन् र अन्ततः नकआउट चरणमा पहिलो गोल गर्ने प्रयास गर्नेछन्। 41 वर्षको उमेरमा विश्वकप जित्नु रोनाल्डोको करियर अन्त्य गर्ने अत्यन्तै ऐतिहासिक अवसर हुन सक्छ। त्यसो भए मेस्सी र रोनाल्डो बीच भेट हुन्छ त? भेट हुन्छ भनेर ठ्याक्कै दाबी गर्न त सकिँदैन, तर केही सिनारियो भने भन्न सकिन्छ। तालिका हेर्ने हो भने अर्जेन्टिना ग्रुप जे र पोर्चुगल ग्रुप के मा छन्। मेस्सीको अर्जेन्टिनासँग अस्ट्रिया, अल्जेरिया र जोर्डन रहेको रोचक समूह छ। रोनाल्डोको पोर्चुगलले कङ्गो, कोलम्बिया, उज्बेकिस्तानसँग खेल्नेछ। पोर्चुगल र अर्जेन्टिना दुवै आफ्नो समूहमा शीर्ष स्थानमा रहेको अवस्थामा रोनाल्डो र मेस्सी बीच 11 जुलाईमा हुने क्वार्टर फाइनलमा भेट हुन सक्छ। योजना अनुसार अर्जेन्टिनाले राउन्ड अफ 32मा मियामीमा, राउन्ड अफ 16 खेल एटलान्टामा र क्वार्टर फाइनल कान्सास सिटीमा खेल्नेछ। पोर्चुगलले भने भ्यानकुभरमा राउन्ड अफ 32, कान्सास सिटीमा राउन्ड अफ 16 र यही सिटीमा क्वार्टर फाइनल खेल खेल्न सक्छ। अर्जेन्टिना र पोर्चुगल भेट हुने अर्को पनि सम्भावना छ। दुवै टोलीले आफ्नो समूह जित्न नसकेर दोस्रो स्थानमा रहेमा मेस्सी र रोनाल्डो राउन्ड अफ 16मै आम्ने सामने हुन सक्छन्। त्यसका लागि पहिले दुवैले आफ्नो राउन्ड अफ 32 खेल जित्नु पर्नेछ। अर्जेन्टिनाले आफ्नो खेल लस एन्जलसमा र पोर्चुगलले कान्सास सिटीमा खेल्नेछ। दुवै टोली अगाडि बढे भने उनीहरूको भेट 6 जुलाईमा डलासमा हुने तय छ, जहाँ सम्भवतः मेस्सी भर्सेस रोनाल्डोको बहुप्रतीक्षित आम्ने सामने भिडन्त देखिन सक्छ। यी सबैभन्दा ठूलो अपेक्षा वा समर्थकहरूको सपना भनेको लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो बीचको विश्वकप फाइनल हो। यस अवस्थामा अर्जेन्टिना र पोर्चुगललाई नकआउट चरणको ब्र्याकेटमा फरक भागमा राखिनेछ, जसले गर्दा उनीहरूलाई फाइनल अघि भेट हुन नदिने व्यवस्था हुनेछ। यदि अर्जेन्टिना आफ्नो समूहमा शीर्ष स्थानमा रहन्छ र पोर्चुगल दोस्रो स्थानमा पुग्छ भने दुवै टोलीलाई अन्तिम खेल अर्थात् न्यू जर्सीमा जुलाई 19मा हुने फाइनलसम्म अलग अलग बाटोबाट लैजान सकिन्छ। त्यो अवस्थामा मात्र विश्वकपको अन्तिम खेलमा फुटबल इतिहासको सबैभन्दा प्रतीक्षित भिडन्त मेस्सी भर्सेस रोनाल्डो सम्भव हुनेछ। विस्तार गरिएको यो फर्मेटमा केही तेस्रो स्थानमा रहेका टोलीहरूले पनि अगाडि बढ्ने अवसर पाउनेछन्, तर अर्जेन्टिना वा पोर्चुगल मध्ये कुनै एक टोली तेस्रो स्थानमा पुग्यो भने उनीहरूको बाटो र सम्भावनाहरू हिसाब गर्न निकै जटिल हुन्छ। प्रारम्भिक अनुमान अनुसार यदि दुवै टोली आफ्नो समूहमा तेस्रो स्थानमा रह्यो भने उनीहरू बीच राउन्ड अफ 32मा भेट हुन सक्छ, तर व्यवहारिक रूपमा भन्नुपर्दा यो सम्भावना निकै कमजोर मानिन्छ। यस्तो अवस्था आउने सम्भावना लगभग असम्भव जस्तै हो। उल्लेखनीय पक्ष के भने मेस्सी र रोनाल्डोले अन्तर्राष्ट्रिय स्तरमा जम्माजम्मी 2 पटक मात्र एकअर्का विरुद्ध खेलेका छन्। 2011 र 2014मा खेलिएका ती दुवै खेल मैत्रीपूर्ण म्याच थिए। यो भन्दा रोचक कुरा त पोर्चुगल र अर्जेन्टिनाले मेस्सी रोनाल्डो युगमा मात्र होइन आफ्नो इतिहासमै एकअर्का विरुद्ध खेलेका छैनन्।